गरिसकेपछि हामी डिस्कार्ड गर्छौँ। जो रेसियो पनि दिएको छ त्यसले 1:15 एक भाग कफी गऱ्यो भने 15 ml अफ हट वाटर जुन चाहिँ 93 to 94 हामी अब 1:15 भनेपछि एक्जाम्पलमा हामीले 15 ग्राम कफी युज गर्यो भने यता 225 कसरी निस्किन्छ भन्दाखेरि एयर पनि मतलब 0मा लाने अनि अब चाहिँ यहाँ हेर्नुहोस् त एमएलमा लाने है। त्यसपछि मतलब युनिट चाहिँ मोलमा चाहिँ हुन्छ आफ्टर दिस हाम्रो ब्रिउ गर्दाखेरि 3 स्टेजमा गरिन्छ। सुरु कुरा हामी ब्लुमिङ गर्छौँ। ब्लुमिङ भनेको के हो भन्दाखेरि यसको भित्रको ग्यास निस्कियोस् र यसको एरोमा निस्कियोस् भनेर चाहिँ हामी सुरुमा ब्लुमिङ गर्छौँ। जुन चाहिँ 30 सेकेन्डको लागि अब टाइमर यहाँ हुन्छ। टाइमर अन गर्ने अनि सर्कुलर मोसनमा सबैतिर पुग्ने गरी ब्रिउ गर्ने। सुरुको स्टेजमा 50 ml पुगेपछि एकछिन छोडिदिने 30 सेकेन्डसम्म पुग्नलाई पर्खिने। 30 सेकेन्ड भएपछि फेरि हामी ब्रिउ गर्न थाल्छौँ। 140 देखि 115 ml जति सानो धारा त्यति राम्रो। सर्कुलर मोसनमा गइराख्ने, वेट पनि हेर्दै गर्ने। One minute 20 सेकेन्डसम्म पर्खिने। यसमा 225 ml छ भनेपछि यो चाहिँ 2 सर्भिङको भनेर दिएको है त। 2 सर्भिङको भयो। त्यही अनुसार जस्तै मेरो क्याफेमा 120 ml एउटा सर्भिङ चाहिएको भने त्यही अनुसार चाहिँ तलमाथि गर्नु पर्यो रेसियो। तपाईँलाई 10 ग्राम हाल्ने कि 18 ग्राम हाल्ने 20 ग्राम हाल्ने त्यही गरी गर्नु ल। यो भयो बेसिकलीको यो